अड्को नारायण। अड्को नारायण मन्दिर काष्ठमण्डपको दक्षिणतर्फ अड्को बालमा अवस्थित रहेको एक प्राचीन तथा धार्मिक महत्त्व बोकेको मन्दिर हो। यस मन्दिरमा उपत्यकाका 4 नारायण मध्ये जेठो मानिने चाँगु नारायण मन्दिरको प्रतिरूप विराजमान रहेको विश्वास गरिन्छ। नेपाल सम्वत 706 तिर राजा शिवसिंहकी कान्छी पटरानी गंगा महारानीलाई हरिबोधनी एकादशीका दिन 4 नारायणको दर्शन गर्ने इच्छा भए तापनि यातायातको सहजता नभएको कारण चारैतिर रहेका 4 नारायणको दर्शन गर्न हिँडेर जान असहज भएको बेला सपनामा चाँगु नारायणले आफ्नो मूर्ति बनाएर अड्को बालमा राख्नु भन्ने संकेत प्रदान गर्नु भए अनुसार यस मन्दिरको निर्माण भएको इतिहासविदहरू बताउने गर्दछ। त्यसपछि अड्को बहालमा यो मूर्ति स्थापना गरिएपछि अन्य नारायणहरू पनि काठमाडौँका विभिन्न स्थानहरूमा स्थापना गरिएका थिए। यहाँ मानिसहरू अड्केको काम, विदेश यात्रा, विवाह, स्वास्थ्य र अन्य समस्याहरू समाधानको आशामा पूजा गर्ने गर्दछ।